तारिकको भलले आएको चाहिँ यहाँनिर हेर्न सक्नुहुन्छ तपाईँहरूले है। यो एकदमै ड्यामेज बनाएको छ यहाँनिर हेर्नुहोस्। यो चाहिँ 4-5 तारिकको भलले आयो। यहाँ त साँच्चै नै निकै गरम नै हुन्छ कि हो। यस सो हेलो नमस्ते सम्पूर्णलाई फेरि पनि है। र आज धेरै दिन बादमा हामी खोला आएको छु र यहाँ खोलाको नजारा तपाईँले हेर्न सक्नुहुनेछ। यहाँ पछाडि है एकदमै धमिलो भएको रहेछ, किनभने माथितिर पानी पर्दै गरेको हुनसक्छ है, सुकिया सिमानातिर। त्यो भएर चाहिँ खोला चाहिँ अलिक धमिलो रहेछ है। माछा चाहिँ अब धमिलोमा चाहिँ खासै पर्दैन माछा होइन। र पनि हेरौँ, ट्राई गर्नेछु है माछा कतिको लाग्दो रहेछ। र तपाईँहरूलाई म माछा मारेकोमा चाहिँ लगेर देखाउँदैछु है त, कतिको माछा पर्छ या पर्दैन है त। र अहिले खोला भने चाहिँ तपाईँहरूले हेर्न सक्नुहुनेछ निकै नै धमिलो भइसकेको छ है। रामबाङ, यो चाहिँ रामबाङ है। यहाँनिर धेरै गरमहरू पनि रहेछ, हेर्न सक्नुहुनेछ है। यहाँनिर कटरहरू, यो तपाईँहरूले अगाडि देखिरहनु भएको कटरको बोर्डहरू है। यहाँ हेर्नुहोस् न, ढुङ्गाको डिजाइनको के दामी टोइलेट बाथरुम, साह्रो दामी रहेछ नि हौ। र अस्ति जुन चाहिँ 4-5 तारिकको भलले आएको चाहिँ यहाँनिर हेर्न सक्नुहुन्छ तपाईँहरूले है। यो एकदमै ड्यामेज बनाएको छ यहाँनिर हेर्नुहोस्। यो चाहिँ 4-5 तारिकको भलले आयो। यहाँ त साँच्चै नै निकै गरम नै हुन्छ कि हो। कटरहरू यहाँ हेर्नुहोस् न, कटरहरू पुरै छ त हौ, आँपको बोर्डहरू। र यहाँनिर हाम्रो सानो फल्स पनि देख्न सक्नुहुनेछ तपाईँहरूले। यहाँ ऊ पर देख्नुहुँदैछ, सानो भए पनि फल्स यहाँनिर ऊ। र खोला चाहिँ अलिक निकै बढेको रहेछ है अहिले। अस्ति हामी आउँदाखेरि त्यस्तो खासै थिएन, र अहिले चाहिँ अलिक बढेकै रहेछ खोला। र यहाँनिर चाहिँ तपाईँहरूले तोङ्बाहरू खान सक्नुहुनेछ। यहाँनिर यहाँ टक्कै बल्छी खेल्यो, माछाहरू माऱ्यो हो। त्यहाँदेखि यहाँ आएर चाहिँ उहाँ पर अघि मैले जुन चाहिँ घर देखाएँ त्यहाँनिर चाहिँ तपाईँहरूले यहाँ टक्कै आएर तोङ्बा अर्डर गर्नु सक्नुहुनेछ है। यहाँ टक्कै बस्यो बल्छी खेल्दै हो। र अब हामी माछा मार्नको लागि जाँदैछौँ है। र अब भने चाहिँ हाम्रो फिसिङ किट्सहरू निकाल्नुपर्छ है। एउटा भयो यो हो, यो एउटा भयो, एउटा यो वाला भयो। अब चाहिँ रेडी फिसिङको लागि। यहाँ दुईवटा छ, हुन सक्नुहुन्छ तपाईँहरूले। र यो चाहिँ हाम्रो चारो। ढ्याक्न अलिक निकाल्न नि त बाहिर, उयो खोल्न अलिक।
Fish on. Fish on.